म त लिन आएको भनेर भने त्यस्तो हुँदैन तपाईँले जाउँ भन्दैमा जाँदैन होइन आफ्नो लिएर यस्तो नर्सले लड्छ लड्छ बुढा मान्छे ए लड्छ बुढा मान्छे म लिन आएको लड्छ हेरे ए त्यसो नगरे लड्छ अहिले अहिले बाबै लड्यो आइज नमस्कार बजै नमस्कार हे माया भन्दै राते हुनुहुन्थ्यो बजै खोज्दै खोज्दै नमस्कार आइपुग्यौँ त हामी त तपाईँले गर्दा हेर्नु त यहाँ हामी हिलोमा हेर्नु यहाँ नमस्ते बजै हामीले बजै भेटाएको छौँ बजै भेटाइयो हामीले नमस्ते पनि गर्दैछौँ यस्तो खुसी लाग्यो यस्तो खुसी अब लाग्यो। यहाँ चाहिँ बाबै बाबै आइपुग्नु बोल बाबै आइपुग्नु बाबै लो यता यहाँ हुनुहुँदो रहेछ यसो यहाँ हुनुहुन्छ नमस्कार नमस्कार ल आउनु नयाँ बाजे नयाँ बाजे आउनु न आउनु हो ल हाम्रो नयाँ बाजै नमस्कार बाजे नमस्कार नमस्कार ल है बजै नदिराखौँ न एकचोटि कस्तो सुहाउँदो रहेछ एकचोटि यसो गरेर ए नराखौँ अहिले बाजे रिसाउनुहुन्छ अर्को बाजे रिसाउनु बाजे अर्को बाजे रिसाउनुहुन्छ लिएर यत्रो 5-6 दिन त बस्नु भयो अनि अर्को बाजे रिसाएर हुन्छ है तपाईँ छक्क पर्नु होला है नयाँ बजै बाजे आउँदैछ देखाउँछ बाजे बाजे आउनु बाजे आउनु हामीले बजैलाई नमस्ते हानिसक्यो ओ बजै हो नि नमस्ते गरिसक्यो हामीले बाबा बुवा उहाँ हो नि होइन हो नि बाजे आमा उहाँ हो हेर्नु है अलि मजाले बा होइन कि रतन त लाग्छ खतरा रिसाउनु हो कि होइन बुवा आमा बा होइन कि चस्मा छ यहाँ अगाडि भन्नु यहाँ अगाडि भन्नु न हो कि होइन बा बोल्दै बोल्नु हो बोल्नु बिचारा रिस उठाउने बाबालाई हो कि होइन बा गलत मान्छे ठाउँमा आइयो हेर्नु है हामीले त ठक्कै पत्ता लगाएँ मैले चाहिँ सरहरू पनि फुत्तै उता कट्नु पर्यो क्या मैले सुसेला पारेको सुन्नु भने अनुहार चिन्नु म त अनुहारले नै चिनिहालेँ नि मैले सुसेला पारेको सुन्नु भयो क्या सरले हो बा हो मान्छे हो कि होइन हो मान्छे त हो नि यो चोरले गरे नि त नि दिनु परिवार तपाईँको बजै हो जति गरे पनि त नेरी ल पहिले बोलाउँदाखेरिमा त नि मैले लगेकै छैन भनेर भने हेरे दोस्रो चाहिँ नेरी मोटरसाइकल लिएर आएर चाहिँ नेरी लिएर आएको रहेछ अहिले तपाईँको श्रीमती चोर्दैकै हो मोटरसाइकल लगेकै छैन हिँडेर आउनु छैन केही छैन किन होइन सिङ्गेबाट मोटरसाइकल चढाएर मोटरसाइकल होइन इबी गाडीको नम्बर छ होइन होइन अझ होइन होइन उले बाइक चलाउनु छैन नगएको कुरा उ गएको पनि छैन मोटरसाइकल म चलाउनु काम चलाउनु मै आएको हो यहाँ गाउँलेलाई सोध्न पनि थाहा पाइन्छ हो बुढो मान्छेको चाहिँ नेरी रातभरि व्यवहार पनि घटिलो रातभरि चाहिँ नेरी तेरो चाहिँ नेरी फोन गरेर गीत भनेर त गीत भन्ने त आएको मान्छे किन फेरि मलाई खोज्नलाई मलाई बिहानै भयो निक्लेर जा बेलुकै भयो निक्लेर जा भनेर निक्लेर ल्याऊ म अनि त्यो ऊ हुन्छ नि त तपाईँको कानुन छ नि त कानुनी प्रोसेसहरूमा पो जान फुत्त हिँड्नुहुन्छ यस्तो बाजेलाई दुःख दिएर तेरो फरमान देखा पहिला फरमान देखा त देखा पहिले फरमान देखा होइन भनेर भनेदेखि फेरि देखाउनु कि नदेखाउनु फरमान के देखाउनु पर्दैन हेरे प्रमाण माग्दै हुनुहुन्छ उहाँले अब प्रमाण होला नि त म पहिला आउँदाखेरि फेरि फर्केर गएर बस्छु भन्दाखेरि मलाई राति उदो कुटेर अनि निकाल्यो हो फेरि भोलिपल्ट पनि मलाई कुट्या हो अस्ति के भने त्यही भएर हो अस्ति मसौ रसौ भने कारवाही गर्नु भने पनि फोन गर्नु कहिले ल ल कारबाही गर्नु तुरुन्त अस्ति थिएन हेरे तुरुन्त जानु पर्यो मैले पुलिससँगबाट फोन गर्दा भने यस्तो कुरो ल्याएको थिएँ नि त त्यो चाहिँ थिएन म उता पछि बोला ल त्यतिखेर आएकै थिएन कति भयो बाजे तपाईँले लिएको कति भयो बरु मर्न तयारी म जान्न तपाईँ हट्नु ल बाजे त्यहाँ बस्ने अरे जान्न म जान्न म यसै उसै कागज गरेर आएको यसै म हिँडेको उसै कागज के कागज खोइ कागज तिमीले राखेको छ कागज तिमीले राखेको छ कस्तो कस्तो कागज गर्नु मेरो चाहिँ नेरी बुढी चाहिँ नेरी म लिएर जानु पाउँछु अहिले फेरि
गाले गाला चाहिँ निर्पाउले मरे पनि एकछिन न भाइ एकछिन तिमीहरू बसेर मलाई उ गरेको होइन कागज राखेर पठाएको होइन वडा अध्यक्ष सबै राखेर जान्न म एक जान्न दुई जान्न म जस्तो गर्नु पर्छ म जान्न बस्नु एकछिन बा एकछिन बाबालाई अतालिसक्यो बा यहाँ चाहिँ नेरी यस्ता कुरा चाहिँ यहाँ मेरो मसा आएको छ भने कारबाही गर्नु भने कारबाही नगरेर छोरी छोरी उला कारबाही पनि गर्नु पर्दैन मेरै छ गल्ती गरेर ए सर हजुर ले बोलाउनु पुलिस बोलाउनु के बोलायो नि बोलायो मलाई गरेर कारबाही अस्ति मसला छ भने कारबाही गर्नु भने म केही हो कि त्यतिखेर मसँग थिएन कि के छैन फोन गर्दा पुलिससँग कहाँ छैन? भनेको नि आफू काठमाडौँमा थियो त्यतिखेर यो मान्छे म थिइन म उनीहरू घर आउनु ल सुरुदेखि फोन गर्दाखेरि हामीले फोन यहाँ गर्दाखेरि फोन नआउनु भने तँलाई फेरि चाहिँ लएर सुनिदिन्छु नि हेरे जे गरे म जान्न भनेपछि जान्न कसको हक छ जान्न भने कसको हक छ कसैको जसुकै हो हगस म जान्न भनेपछि जान्न जानु पर्यो भने मर्छु म जान्न मर्दै केही पनि गर्दैन मर्नु किन मार्न लिएर आएको त नि लिन आएको मलाई या मरे चाहिँ नेरी मारिदिन्छु नि मलाई तिमी मरे नि मलाई बाँचेन बाँच भनेर मलाई कागज गरेर छोडाएको होइन तिमीहरूले गरेको तिमीसँग थियो म हिँड्ने बेलामा कागज मैले लाउने घरमा जस्तो थियो त्यस्तै मलाई एउटा पत्थर पनि नदिकन हिँडेको नदेखि यिनीहरूले लुकाएर अझ यिनीहरूको धन सम्पत्ति ल्याएको रे मैले के ल्याइदिन्छु मैले म जस्तो त्यत्रो समाज छैन उसले कुरो गरेर साउनी थिएन यसले मैले जाने थियो पहिल्यै मुजी पातकी थाल्यो मुजी छ नि तँ चाहिँ नेरी त एकदम चाहिँ नेरी उ गर्ने भाइरल हुने त भाइरल अर्का स्वास्नी चाहिँ नि बुढो मान्छे स्वास्नी ल्याएर त भाइरल मेरो इच्छा लाग्यो मेरो इच्छा अब बुवा अब तपाईँले अब खोजेको अब खोजिराख्नु भएको थियो होइन आमालाई भेट्नुभयो अब के गर्ने त लिएर जाने नि मेरो जान्न म मर्नु पर्छ पनि जान्न मेरो घर बाल बिजोग मैले जान्न र बस्दिन भनेको थियो छोरा छोरा म जान्न जोस छोरा भने जस्तो गर्छ म जान्न म एक जान्न लाने नि तपाईँ जान्न लाने नि मेरो स्वास्नी जान्न म जान्न भनेपछि भन भने लगेर जबरजस्ती बोकेर लाने कुरा हुन्छ मेरो जिन्दगी मसँग छ म जान्न भनेपछि जान्न मेरो स्वास्नी म लिएर जानु पर्छ म जान्न बुवाले लिएरै जाने भनिराख्नु भएको लिएरै गए पनि म जान्न कसम जान्न म जान्न भनेपछि जान्न म जान्न कस्तो चाहिँ पातकी थाल्दै छ नेरी म जाँदै जान्न भाइरल बन्ने अर्का भाइरल त दुनिया छाडा बोलेर भाइरल हुने तिमीहरू यो भाइरल भएको र त भाइरल मेरो स्वास्नी लिएर आउनु त मेरो इच्छा थियो ल्यायो उसले के फरक छ यहीँ छ अब बुवा नि नजाने भन्छ त नि जान्न म लिएर गएँ म जान्न बरु मलाई मारेर जाऊ म जान्न भनेपछि जान्न बरु के मारिदियो मलाई लागोस् मलाई चाहिँदैन अनि यहाँ सुन न मेरो मैले भनेन त्यतिखेरै भने मेरो पार्टीमा चाहिँ मरन होस् म जान्न भने तिमीले कागज गरेको वडा अध्यक्ष सधैँ राखेर त्यो पुलिस राखेर तिमीहरूले कागज गरेर पठाएको मलाई त्यतिखेर अहिले अर्को मिडिया बोलायो भन्दैमा तिमीहरूले जे पाए त्यही भन्न पाउँदैन जान्न भनेपछि जान्न म त्यतिखेर नि बस्दिनै भनेर हिँड्या बिहे दर्ता छ कि छैन तपाईँको बिहे दर्ता छ बुवासँगको छ अनि कानुनी रूपमा त तपाईँ त उहाँको श्रीमती नै हो हो श्रीमती भाइ मलाई डिभोर्स दिनु न त छोड्दियोस् म नभनौ मैले भनिरहेको छु म जान्न म उसको नि बनाउँछु यहीँ बसेर हुन्छ तपाईँलाई थाहा थिएन उहाँको श्रीमती भनेर थाहा थिएन र तपाईँलाई बुढो मान्छेको श्रीमती भने मलाई के थाहा छ अब थाहै थिएन उसले भने होइन मलाई कसको श्रीमती भने थाहा थियो तपाईँलाई उसले भने होइन मेरो चाहिँ बुढा हो भनेर घर परिवारमा देखा होइन है अहिले फेरि कुटिङ र जटिङ थाहा थिएन र त बुवा अनि तपाईँको श्रीमती भनेर थाहा थिएन उसलाई म उसको श्रीमती भनेर मैले भनेको थिएँ थाहा थिएन र त बुवा मुजी कुट्टा अलिकति जाने लाद होइन अलिकति कहाँ भेटघाट भएको तपाईँहरू दुईजना हामी टिकटकमै भेट्यो आमामा गाना पनि गाउनुहुन्थ्यो टिकटकमा तपाईँहरू दुईटा तिनवटा गीत गायो हो त्यहाँ ए हो र यो ठाउँमा लिन आयो भने कुन्टा लिएर कुन्टाबाट लिएर आउँदो तपाईँ त्यो ठाउँमा काभ्रे जाने भएको छैन तपाईँ उही नाम चाहिँ छैन काभ्रे भन्ने होइन त्यो ठाउँ मेरो पाइलो नि पऱ्यो तपाईँले कहाँ भेट्नुभयो उहाँलाई मैले काठमाडौँ भेटे हो काठमाडौँ चाहिँ किन जानुभएको थियो तपाईँ काठमाडौँमा आएको थियो कि किन जानुभयो मलाई इच्छा लाग्यो आएँ काठमाडौँ कुन ठाउँ जानुभयो
काठमाडौँ यहाँ जरबिटीमा भेट्यो उसलाई किन ढाक कसरी भेटघाट चाहिँ हाम्रो फोन भएर भेट्यो फोन भएर कहिलेदेखि म आउँछु लिन आउनु हामी बोलचाल मेरो 8-9 महिना भइसक्यो 8-9 महिना चलाउनै आउँदैन कि अहिलेसम्म चलाएको बाइक छैन उसको चलाउन नि आउँदैन चलाएको नि छैन उसले नचलाएको कुरो त्यसो भने तपाईँ कन्फर्म भयो तपाईँले लिएर आएको होइन काभ्रेबाट काभ्रेबाट होइन मैले काठमाडौँबाट चाहिँ काठमाडौँबाट लिएर आउनुभएको जस उहाँ बुवाको श्रीमती हो भने थाहा थिएन तपाईँलाई थाहा छैन मलाई थाहा थिएन अरे बुवा उहाँले भन्नुहुन्छ त थाहा थिएन भन्छ थाहा थिएन होला नि त उहाँलाई अब उसले मलाई भने पनि 9 महिना भइसक्यो थाहा नभएको भए लिएर आउँथेँ मुजी मैले भनिनँ मैले 9 महिना भइसक्यो तपाईँले फोन गरेर हेरी तपाईँ र म टिकटकमा 9 महिना भइसक्यो मुजी साथी हुनुहुन्छ टिकटकमा गीत 9 महिना भइसक्यो प्रोफाइल हेर्नु न थियो के कुराकानी हुँदा टिकटक हेर्नै आउँदैन मलाई गीत चाहिँ गाउँथ्यो अरे क्या गीत चाहिँ दोहोरी गीत गाउनुहुन्थ्यो तपाईँ दोहोरी हुन्थ्यो 3टा कि 4टा गीत गायो कुन गीत गाउनु भयो कुन गाना गाएर पठाउनु लु भन्नुहोस् कुन गाना तपाईँको गाना छ तपाईँको गाना छ तपाईँको गाना छ घरमा भाउका गाना दोजना बसेर गाओ हेरे कुन गाना गाउँथे त्यो गाना बुवा अलिकति चाहिँ लादेर दिनु हुने मुजी अनि अब कानुनी रूपमा कानुनले त उहाँकै श्रीमती हो भन्छन् त 15 वर्षको छोरो कान भए पनि मलाई दिवस तैँले मान्छे चिनेछ जान्न म त्यो घरमा अब मान्छे चिनेछ मैले त्यो घरभित्र छिरेदेखिबाट कहिले सुख र शान्ति र कहिले शान्ति गरेर बस्न पनि पाइनँ म बस्दा पनि बस्दिनँ बुवाले त नि घिउ खुवाउँदै राखेको खयो घिउ एउटा कमाइको सुख थिएन मैले कमाएको खाएर बसेँ के घिउ के भयो त्यो घरभित्र छिर्दाखेरि भनौँ भने बिहान खाएर बेलुका के खाउँ जस्तो थियो अनि सुन छैन हुनु त मैले के लाएर आइछु सुन लाएर हिँड्नु भएको अरे तपाईँ लाएर लिएर आएको भात खाएको भएदेखि थाहा पाइहाल्छ मलाई भनौँ भने यतिको मैले घरमा कस्तो लुगा लगाएको सुन दिनु भएको मैले के ल्याएको छैन सुनै छैन त सुन ऊ कालीको घरमा छ मेरो ब्यागसम्म हिजो मिनालेसम्म भन्दै चाहिँ ब्याग मेरो काली घरमै छ कहाँ छ सुन चाहिँ सबै यिनीहरूले राखे हो खोसेर मलाई भनौँ भने एउटा लुगाको बत्थर पनि दिएको होइन मैले के सुन लिएर आउँ यो तपाईँको एकाउन्टमा त्यो दुध बेचेको पैसा सबै दुध बेचेको पैसा कति आउँथ्यो भने ढुट्टो दाना कटाएर आउँथ्यो नआउने होइन बुढोको कमाइ छैन छोराको कमाइ छैन केबाट खाने म चाहिँ कहाँ जाने त्यही खाने होइन दुध बचेको कहिले 6-7 हजार आउँथ्यो कहिले 8-9 हजार आउँथ्यो बचत एकाउन्टमा राख्ने होइन अनि खाना चाहिँ खानुहुन्थ्यो बचत चाहिँ राखेर नि खाना अहिले चाहिँ कति छ एकाउन्टमा पैसा कति हुनु जम्मा 8,000 पैसा चाहिँ निकाले मोबाइल किनेको मोबाइल किन्दा उही राख्दै आएको मोबाइल उसैले बोकेर बसेछ मैले लिएको होइन मैले त जस्तो मैले एउटा घरमा लागेको कपडा त्यस्तै ल्याएको मैले ल्याउन भने चाहिँ मैले एउटा तातो भुत्ला के भनौँ भने मेरो एउटा लागेको मैले जोडेको बत्थर सामान पनि ल्याएको होइन मैले उहाँ बोल्नुहुन्थ्यो पहिला हजुर तपाईँसँग को बोल्थ्यो पहिला को बोलेको पहिला को बोलेको मै बोले तपाईँले पटाउनु भएको कान्छा श्रीमान हो मेरो कान्छा श्रीमान तपाईँले पटाउनु भयो तर श्रीमान भनिहाल्नु मिल्दैन अहिले कानुनले चाहिँ श्रीमान हो भनेर ठहराउँदैन अहिले किनकि तपाईँको कानुनी रूपमा उहाँ हो श्रीमान अदालतले चाहिँ आजदेखि तिमीहरूको श्रीमान श्रीमती है भनेर अदालतले घोषणा गरेको लेखेको छ त्यहाँनिर कागज होइन अब त्यो कागज बोल्छ जेसुकै बोल्छ मलाई डिभोर्स दियो न मलाई फुका बनाइदियोस् भइगयो नि बाजेलाई छोडेर नि यता टिकटकमा पट्याएर हुन्छ बाजेलाई रुवाएर हुन्छ चित्त बुझेन मन परेन बसेन म किन मन परेन मलाई चित्त बुझेन बसेन जहिले पनि कुट्नी निस्केर जा भन्ने बिहान ओछ्यानमै हुँदा नि निस्केर जा भन्ने अनि निस्केर जहिले जा भन्ने जहिले गाँजा र चुरोट खाएर हिँड्ने बुढो भयो भने निस्केर हिँड्नु भन्ने किन बस्नु त एउटा जिन्दगी जसरी 9 महिना भइसक्यो यसले फोन गरे 9 महिना ट्याक्राके भयो अनि तपाईँले किन त यस्तो बुढाले कामै दिँदैन भने कामै लाग्दैन भने किन त पहिला चाहिँ आउनु भयो त तपाईँ म पहिला अनपढ थिएँ बार्दै आएँ ल भयो म आएर नि सरा बसेँ जाँड खाएर दिनदिनै पिट्दाखेरि नि बसेँ तर जहिले त्यस्तै भए पनि बस्न सकिनँ बसिनँ अनि पहिल्यै नआउनु थियो पहिल्यै बिहे दर्ता नगर्नु थियो अनि बिहे दर्ता गरिसकेपछि त मान्छेको एउटा घरमा होइन एउटा चल्ला हराउँदा त नदिउँ म जान्न भने त्यति सजिलो गरी हुँदैन तपाईँले भने जस्तो होइन
तपाईँ अब हामीसँग जानुपर्ने हुन्छ जान्न मर्नुपर्छ बरु मलाई मारेर त्यसो भने हामी तपाईँहरू दुईजनालाई चौकी पठाइदिन्छौँ उसको त गल्ती केही छँदैन छैन उसले छुनु पर्दैन चौकी अर्काको श्रीमान लिएर उहाँको गल्ती अर्काको श्रीमान लिएर आउनु के गल्ती हो तपाईँ होइन भने उहाँ पनि लिएर जान्छौँ हामी सिधा होस् म जान्न मर्नुपर्छ नि जान्न 3-4 महिना र नजानुहोस् भने तपाईँहरू दुईजनालाई हामी प्रहरीमा लान्छौँ लैजानुहोस् प्रहरीले अब 2-3 दिन थुन्छन् अनि अब के कसो हुन्छ दिनमा उनीहरूले वर्ष पाएको वर्ष उता लग्छ नि कानुनले जतिसम्म सजाय दिन्छ कि के दिन्छ कि कानुन अनुसार जानु पर्यो जान्न अहिले फेरि त्यहाँनिर होस् बरु मारेर जाऊ म जान्न ल हिँड उठ मर्नुपर्छ म बस्दिनँ भनेर निक्ले हो ल हिँड त्यत्रो समाज राखेर वडा अध्यक्ष पुलिस राखेर निक्लेर हिँडे हो म बस जान्न अनि जान्न बाजेले माया गरिराख्नु भएको ए यो म एक तालको देखाउटीको मायाले हुँदैन मलाई चाहिँदैन अनि मलाई उहाँलाई चाहिँ धेरै माया गर्नुहुन्छ होस् मेरो जिन्दगी आफूले जिउन दिनुहोस् त्यो पाउनुहुन्छ कि तर कानुनले त भन्छ श्रीमती नै भन्छ नि त त्यो फारसै नभइकन त श्रीमती नै हो नि त उहाँको तपाईँ चाहिँदैन मलाई आउँछ मलाई धन सम्पत्तिको लोभ केही पनि छैन चाहिँदैन के को सम्बन्ध बरु मारेर जाऊ न मलाई नछोड म जान्न भनेपछि जान्न मर्नुपर्छ म जानु पर्यो भनेदेखि मेरो लास देख्छौ जान्न म मर्नुपर्छ नि लाखदेखि यसैले त्यहाँनिर यही जानमा जान्छ कि यहाँ बस्नुहोस् त तपाईँलाई अब तपाईँ के गर्नुहुन्छ उहाँलाई अब उहाँले नै तपाईँ अब बिहे गरेर राख्नु भएको रहेछ भन्ने बुझ्यो बिहे गरेर त होइन अब राख्नु भएको रहेछ भनेर देखियो भेटियो होइन अब के गर्नुहुन्छ त उहाँलाई तपाईँ राख्नै हुन्छ अब उसको विचार हो उसलाई अब म बस्छु भन्यो भने मैले निस्केर जा भन्ने त मेरो अधिकार छैन नि अब नल्याउनु ल्याइहाल्यो होइन हजुर अब मैले घोक्राएर निकाल्ने कुरो हुँदैन अनि उहाँ अब यहाँ बस्नु न तपाईँ यहाँ सुन्नु तपाईँ नि तपाईँ होइन मलाई छोरा नि चाहिँदैन छोरी नि चाहिँदैन कोही तपाईँ अघि नै मैले 10 चोटि भनिसकेँ कानुन अनुसारको कानुनले तपाईँहरूको श्रीमान श्रीमती हो तपाईँ दुईजना उहाँ होइन त्यस कारणले फार्सेको लागि हो भने तपाईँको ठाउँ काभ्रे जानै पर्ने हुन्छ जान्न म जानु हुन भने पुलिस बोलाउनु म जान्न घरमा के गर्नु उहाँ जाने नजाने भन्नुहुन्छ अब हामीले यतिकै छोडेर जानु मिलेन होइन प्रहरी त बोलाउनु पर्यो मारु नि यही मार्छ यत्रो समाजको मुजेल मारु नि जाऊ कसले मार्छ मान्छे मार्नु पाउँछ भिडियो हेर्नु भएको थियो तपाईँले हजुर भिडियो हेर्नुभयो हेरेँ मैले किन नहेर्नु अनि किन खबर नगरेको म यहाँ छु भनेर हिजो दिदीहरूले गरे अब मलाई के थाहा काठमाडौँमा छु भन्दै हुनुहुन्थ्यो अरे तपाईँ तपाईँले अझै पनि काठमाडौँमा छु भन्नुभयो ढाँट्नु भयो तपाईँले के भयो त तपाईँले भिडियो हेर्नुभयो दाइ हेर्नुभयो हेऱ्यो किन यहाँ लिएर आएको छु ठिकै छ भनेर किन थाहा भइहाल्छ अब आइहाल्छ भनेर पनि हामीले भनेपछि तपाईँले पुरा लुकाउनु खोजेको हो लुकाउन त किन लुकाउनु अर्काको सम्पत्ति उहाँ भनेको अर्काको लुकाउन खोजे होइन हामीले भन्ने भयो नि त ए भनेपछि तपाईँहरू पर्खिँदै हुनुहुन्छ पक्का आउँछ भनेर आउँछ आउनुहुन्छ 100% थाहा थियो। 100%। न त कति भेट्नै थिएन नि मान्छे यो चाहिँ भनेपछि तपाईँहरूलाई मिडिया आउँछ भन्ने कुरा थाहा थियो अब त्यत्रो फोटै अब सबै कुरो नै हालेपछि त आउनुहुन्छ भने त सिधै खाएको जेस हामीले कुरिराख्नु भएको भनेपछि हेरिराख्नु भएको रहेछ कुरी कहिले आउनुहुन्छ भनेर कुरिराख्नु भएको यसो गर्नु सर अब उहाँले जाँदिनँ भन्दैछ तपाईँको विचारमा के जस्तो लाग्छ त मिडिया त आइगयो तपाईँको अब तपाईँले लिएर आउनुभयो उहाँलाई भित्राउनु भयो होला तपाईँले अप्नाउनु भयो होला होइन अब के गर्ने त अब तपाईँले के देख्नु भएको छ विकल्प अब मिडिया आयो भने के गर्नुला जस्तो लाग्थ्यो तपाईँलाई अब मैले त के देख्नु अरू त बाटै छैन मैले देखिनँ नल्याएको होइन ल्याइहाल्यो होइन अब नहुने कुरा त भइसकिनेको अब गल्ती त मेरो पनि छ हो कि भन्नु न अब बस्ने जाने अब नजाने उसको विचारको कुरो हो नि त यो होइन अब त तपाईँसँग आइसकेको कुरो तपाईँले सम्झाउनु पर्यो नि त उहाँलाई जाने नजाने के गर्ने कसो गर्ने कानुन मैले त जा भनेर अब डाङडाङ कुटेर पठाउने कुरो पनि भएन नि त्यो त मिल्दैन सहमतिमा अब तपाईँले के भन्नुहुन्छ उहाँले अब उता पठाउनुहुन्छ पठाउनुहुन्न अब तपाईँको नि एउटा हुन्छ नि त लिइसकेपछि अब जाऊ भन्नुहुन्छ कि नजाऊ भन्नुहुन्छ उसको विचार जाने न बस्ने उसैको विचार हो अब मैले त जानै पर्छ भनेर मैले घोक्राएर उसलाई पठाउने कुरो हुँदैन मैले 2 दिन भने मैले भइसक्यो फार्सेको लागि त जानै पर्ने हुन्छ फार्सेको लागि जानु पर्यो नि त जानै पर्ने हुन्छ उहाँ यहाँ बसेर हुँदैन उहाँ यहाँ बस्नु भनेको तपाईँको लागि अप्ठ्यारो कुरा हो होइन कानुनत हिसाबमा त्यही भएर उहाँ जानै पर्ने हुन्छ कि त अब उहाँ जानु भएन भने हामीले दुईजनालाई अब कुन थ्रोबाट हुन्छ कसरी हुन्छ कानुन हिसाबले लिएर जानै पर्ने हुन्छ फार्से त गर्नु पर्यो अब बाबै जस्तो अब तपाईँलाई थाहा छ कति वर्षको बुढा मान्छे होइन उहाँको छोरा पनि छ अब तपाईँको घर त हराभरा होला उतापट्टि हेर्नु त बच्चा छ उहाँको दुईजना बच्चा त्यतिकै छ दुईजना बच्चा तपाईँ माया लाग्दैन कसरी माया मार्न सकेको अर्काको तपाईँको बच्चा
माया लाग्दैन जन्माएको होइन लाग्दैन मलाई। तपाईँले जन्माएको नि होइन हो 9 महिना कोखमा राखेको होइन जसले जे भए पनि म 10 धारा दुध खुवाएको हो कि होइन जान्न म। हँ आज एउटा श्रीमान पाएँ भन्दैमा तपाईँले आफ्नो छोराछोरी बिर्सिने छोराहरू बिर्सिने जान्न भनेपछि जान्न हो कि त्यो छोरा बिर्सिने चाहिँ कारण भन्नु न बिर्सिनु बच्चाहरूको माया चाहिँ किन लाग्दैन तपाईँलाई लाग्दैन मलाई। नयाँ बाजेको कस्तो के चाहिँ खालको आयो जादु छ बाजे बजाइले त पुरा लट्ठ तपाईँ छोरी मान्छेहरू भन्नु त तपाईँलाई छोराछोरीको माया लाग्छ लाग्दैन बाजेलाई लट्ठ बनाइदिएर यहाँ धेरैजना हुनुहुन्छ आइमी मान्छे यता माया लाग्दैन भन्छ छोराछोरी छोराहरूको 2 जना छोरा छ आफैले जन्म दिएको 2-3 जना एउटा के माया लाग्छ एउटा कान्छा छोरा रुइरहेको छ मम्मी कहाँ गयो खोजेर ल्याइदिनु अङ्कल भनेर बेहोस छ रुएर कान्छा छोरा काठमाडौँ कोठो खोज्न गएपछि आमा कोठो खोजेर त्यहाँनिर लिन आउँछु भनेर भन्दा के हो कोठो भनेको खोइ अब डेरा ए, डेरा डेरा हो बा डेरा त यस्तो डेरामा पो आएर उता हेर्नु उता कान्छा छोरा तपाईँको रुएर कस्तो छ मम्मी कहाँ गयो भनेर अब के गर्ने त अब यता दाइको पनि कतिजना छोराछोरी रहेछ उनीहरूको माया लाग्छ होला नि त होइन लाग्दैन मलाई कसैको। कानुन हिसाबको अब गर्नु पऱ्यो न त तपाईँले अब जानै पर्ने हुन्छ अब उहाँहरूले फार्से गऱ्यो भने अब डिभोर्सको प्रक्रियामा जानु पऱ्यो अनि डिभोर्स गरिसकेपछि पायो होइन अब हामीले पनि अब जबरजस्ती गरेर हुँदैन होइन अब तपाईँले कानुनले त उहाँकै बुढो मान्छेकै श्रीमती हो भन्छ नि त हो क्या कानुन बमोजिम चल्नु पऱ्यो त्यस कारणले तपाईँ हामीसँग जानैपर्छ माथि गएर अब जानुहुन्न भने हामी प्रहरी बोलाएर तपाईँ 2 जनै लान्छ फेरि 1 जना मात्रै लाँदैन उहाँलाई तपाईँलाई पनि लान्छ प्रहरीले त उहाँलाई मात्रै लाने होइन तपाईँलाई जति जाँदिनँ भन्नुहुन्छ तपाईँको यहाँको प्रहरीले चाहिँ तपाईँलाई 1-2 दिन त्यहाँ खोरमा राखेर फेरि यहाँको उता ट्रान्सफर गरिदिन्छ उतै जानैपर्छ जिल्ला हुन्छ जिल्ला टु जिल्ला हुन्छ त्यस कारणले तपाईँले जाँदिनँ भनेर नजाउँ कि यता अब तपाईँ के गर्नु भने मेन कुरो तपाईँ अहिले जाँदिनँ भन्दै हुनुहुन्छ ठिक छ तपाईँको जाँदिनँ नभन्ने होइन उहाँसँग बस्दिनँ तपाईँको ठिक छ तपाईँको कुरो तपाईँ नबस्नु तपाईँ स्वतन्त्र हो तपाईँको जिन्दगी हो तपाईँले पाउनुहुन्छ तपाईँ स्वतन्त्र बस्न पाउनुहुन्छ तर फार्सेको लागि त जानै पर्यो नि त जसरी भए पनि कानुनको त उयो गर्नु पर्यो नि त श्रीमती नै त्यो हो चाहिँ हो क्या अब तपाईँले गर्दाखेरि उहाँलाई अप्ठ्यारो पर्छ तपाईँको अब नयाँ जिन्दगी हो अब उहाँसँग सुरुवातमै यस्तो अप्ठ्यारो भयो भने भोलिको दिनमा के हुन्छ त्यो तपाईँहरू आफै जान्नुहोस् होइन अब उहाँले कसरी के भन्नुहुन्छ तपाईँले भन्नु हो उहाँलाई अब फार्सै गर्ने कि नगर्ने अब तपाईँहरू दुवैजना जाँदा पनि हुन्छ अब अर्को थ्रुबाट होइन सिधा तपाईँहरू भोलि पर्सि कहिले होइन कुन थ्रुबाट आउनुहुन्छ के गर्नुहुन्छ त्यो गर्दा पनि हुन्छ त्यस्तो हो तर अब छोराछोरीको माया लाग्दैन जाँदैन मारे यो मूर्खता हो जान्न म गए पनि उसँग बस्दिनँ जान्न म त्यो घरमै जान्न। त्यो नबस्नुको कारणहरू राम्रोसँग एउटा कागजमा लेखेर बक्कैदा कानुनमा दिने मैले हो। अस्ति कागज गरेर अदालतमा दिने हो क्या त्यो गाउँ समाज त अब यसो कागज हामी गाउँ समाज हामी प्रहरी भनेको सकेसम्म तपाईँहरूको घर नफुटोस् मिलोस् भन्ने नै हो दिँदैन मलाई घर चाहिँ। हो तपाईँलाई चाहिँदैन होला अब तपाईँहरू बिच के मनमुटाव भयो होइन तर सकेसम्म त तपाईँहरूको मिलाउनु नै खोज्छ सबै पक्षले अब र पनि तपाईँहरू मिल्नुहुन्न भने चाहिँ अब हुन्छ नि त एउटा बाटो हुन्छ त्यसको पनि त्यो बाटोबाट जानु पर्यो कानुनी बाटो अपनाउनु पर्यो अब यो खालको जिद्दीपनले त हुँदैन यो तपाईँको अनि अब जीवन त एउटा केही कामै दिँदैन त्यत्रो वर्ष सङ्घर्ष गर्नुभयो होला अब उहाँले पनि तपाईँलाई माया गर्नुभएको थियो के दिनुभएको छ तपाईँहरूको हिसाब किताब पनि होला अब जारको घरमा भेटिसके पछाडि त उहाँको जारसँग पनि कुरा होला के कुरा होला अब जारै त हो कि होइन भन्नु त तर यति कुरा भन्नुहोस् तपाईँहरूको चाहिँ भेट कहिले भएको अरे हाम्रो भेट भयो त्यही 6-7 महिना लगभग भयो 7 महिना दोहोरीबाटै भेट तर भेट भयो त अहिले मात्रै हो योभन्दा अगाडि चाहिँ भेट भएको चाहिँ होइन होइन कहाँ भेट्नुभयो पहिलोचोटि बस्नु उसमा टिकटकमै भेटायो हो लगभग बस्नु टिकटकमै भेट्नुभयो गीत गाएर अरे अनलाइनमै भेट्नुभयो टिकटकमा भौतिक रूपमा चाहिँ कहिले भेट्नुभयो त्यही मैले भन्दैछु यहाँ उसँग सनाखत भएर भेटेको चाहिँ सँगै चाहिँ कहिले सँगै भेटेको त्यही 1-1.5 महिना जस्तो 1.5 महिना हो कहाँ भेट्नुभयो काठमाडौँमै भेटेको काठमाडौँमा भेट्नु कहाँ काठमाडौँ कहाँ ऊ यातायात यातायातमा के गर्न जाने हो त्यो? भेट्न चाहिँ जडीबुटीमा हो होइन अनि त्यहाँबाट चाहिँ बसेर चाहिँ काठमाडौँ एक रात बसेँ अनि सरासर डाइरेक्ट घरमै आयो ए तपाईँ डाइरेक्ट काठमाडौँ भेट्नु जानुभयो कि अथवा ऊ उताबाट आयो म यताबाट गएको ए जस तपाईँहरूको सल्लाह भएर तपाईँहरू काठमाडौँमा भेट्नुभयो
तपाईँको श्रीमती छैन छैन अनि उहाँको पनि एउटा घर फुटाएरै चाहिँ अलिकति त्यसरी तपाईँले पनि बोल्नु पर्थ्यो होइन छैन होइन अब मेन कुरो अब सबै कुरो यथार्थ कुरो भएन अनि उहाँहरू फोन भइरहेको छ तपाईँले चाहिँ बिहे नै नगर्नु भएको हजुर होइन बिहे गरेको डिभोर्स छ कि छैन तपाईँको 6 वर्ष भइसक्यो मैले त होइन त्यो होइन कि बिहे दर्ता छ कि छैन होइन पहिलाकोसँग छ ए पहिलासँग बिहे दर्ता सुन्नु न अनि? हजुरलाई मैले रिस्पेक्ट गरेर भने तपाईँले यसो हेर्दा उहाँको बिहे गरेको छैन छोराछोरी छैन जस्तो लाग्छ हेर्दाखेरि होइन हेर्दा त छ अनि कसरी सम्झिनु भयो अनि यो बिहे गरेको तपाईँको छैन श्रीमती छ कि छैन भनेर यहाँ उहाँ थाहा नै छैन खोज्नु पर्छ नि त आफ्नो श्रीमती मिडिया लगा यी चितवनकै मिडिया लगा तपाईँहरू जस्तै खै पाङ पुछार एउटा केही भेटाएन? भेटे होइन अनि हामीले बोलाउनु भएन नि त तपाईँले अनि तपाईँहरू छ भन्दा हामीलाई थाहा भएन यहाँ चिन्नु तपाईँले चिन्नुहुन्छ होला फोटो अब तपाईँको बुढी ओ यहाँ सौदा अर्जुन भुषाल सन्तोष हजुर देउजाई के बोल्नु भएको उहाँले भेट्नु भएन ल बोलाउनुहोस् अहिले नै श्रीमतीलाई बोलाउनुहोस् श्रीमतीलाई आउनुहुन्छ बोलाउनुहोस् नाम सहित अनि बोलाउनु हेर्नुभयो अनुहार बोलाउनु न भन्नु ल मैले माया मारिसकेँ माया मार्नु भएको माया मारिसकेँ मैले कहाँ मायामा तपाईँलाई खोज्दै अब भिडियो हेरेर खोज्दै आउनुहुन्छ पनि कति चाहिँ नि कुन ठाउँमा मात्रै पुगिन म पनि लास्टै दुःख पाएको हो क्या बुढी खोज्दाखेरि हो र एउटा कुरा के चाहिँ हो भने तपाईँले खोज्नु पनि भएको छ श्रीमतीलाई पनि गर्नुहुन्छ घर व्यवहार भइरहेको मान्छेलाई चाहिँ त्यसरी अब अलिकति उ गर्नु हुँदैन त्यस्तो थुप्रै महिलाहरू महिलाहरू पनि छ होइन अब उसलाई पनि मन पर्यो म जान्छु तपाईँसँग भने अब जान्छु भनेपछि मैले नि ल्याइदिएँ अब बाजेको हेर्नु त अर्कै जबरजस्ती मैले ल्याएँ होइन तपाईँको पनि उहाँ छोरा हुनु नि त छोरा जस्तै तपाईँको कसै मैले यस्तो दाइ हुन्छ नि त जबरजस्ती मैले उ गरेँ होइन हेर्नु